अभी मजा आएगा ना भिड़ो। हे सरस्वती माता, आज हाम्रो एसई को रिजल्ट आउँदैछ। हाम्रो रक्षा गर्नुस् माता, हाम्रो रक्षा गर्नुस्। हामीले एक्जाममा धेरै नै मेहनत गरेर चिट चोरेको छौं माता, त्यसैले हामीलाई पास गरिदिनुस्। हामीलाई A+ B+ केही चाहिन्न माता, पास गरिदिए पुग्छ। हामीले तपाईको लागि 2 केजी लड्डु, 4 प्लेट पानीपुरी, 100 को चटपटे अनि 1 जम्बो कोक पनि लिएको छौं माता। प्लिज हामीलाई जसरी नि पास गरिदिनुस्। ओइ ठगहरू, सरस्वती माताले कहिलेदेखि पानीपुरी र चटपटे खान थाल्नुभयो? भगवानलाई चुना लाउँछस्? त मोटी चुप लागेर बस है, धेरै नबोल। सधैँभरि लड्डु र फलफुल मात्र खाएर भगवानलाई दिक्क लाग्दैन? त सधैँ लड्डु खाएर बस्न सक्छस्? भयो भयो, धेरै ज्ञान नपेल। त्यो पानीपुरी र चटपटे कसको पेटमा जान्छ राम्रोसँग थाहा छ हामीलाई। अच्छा, जसको पेटमा गए नि तिमीहरूको पेटमा चाहिँ जान दिन्न, बुझेस्? नदे त नदे, हामीलाई खानु नै छैन तेरो कुहिएको चटपटे। त्यस्तो नभन्न यार, भोक लागिरहेछ के मलाई। मलाई चाहिँ कति भोक लाग्छ हौ? अघि 1 घण्टा अगाडि खाएको होइन 2 प्लेट मोमो? त्यही त भन्दैछु नि, मोमो खाएको 1 घण्टा भइसक्यो। मलाई त हरेक आधी घण्टामा केही न केही खानुपर्छ, नत्र हात काम्न थाल्छ। त्यसो भए ला मेरो मासु खा, खान्छस्? यस्तो काँचो मासु कसरी खानु? पकाएर दिन अनि खान्छु। ओइ केटीहरू, तिमीहरूलाई डर लागेको छैन? रिजल्ट आउन लाग्यो त। यो पढन्दासहरूलाई के को डर? यिनीहरूले त सपनामा पनि पढेकै देख्छ होला। तेरो बाउले भन्छ डर त हामीलाई पो छ त। ओइ मोटी सुन्न, तेरो A+ आयो भने अलिकति तेरो जीपीए मलाई सापटिदेन ल। म 11 क्लासमा फिर्ता गर्छु, मम्मी कसम। अबे साले, ल यो त रिजल्ट नहेरी नै बौलाइ सकेछ। एकछिन पर्खिन केटा, रिजल्ट आउन दे, त्यसपछि बौलाउनु। हेलो हेलो बाबु, कस्तो भयो रिजल्ट? कति आयो जीपीए? रिजल्ट हेरेको छैन अङ्कल, टाइम भएको छैन। 1 मिनेट, तपाईँ चाहिँ को बोल्नु भएको नि? मलाई चिनेनौ तिमीले? म तिम्रो बाबाको, दिदीको, फुपूको, दाजुको, सालीको, भेनाको, ज्वाइँको, मम्मीको, छोराको, परको आफन्त के? कस्तो नचिनेको? ल्या तलाई। यो रिजल्टको बेला आफन्तहरू कहाँबाट प्रकट हुन्छन् यार? यस्तै हो आफन्त भनेको। हामीलाई पढ्दा चाहिँ मरि गए फोन उठाउँदैनन्, बरु लास्टले फोन उठाउला, यिनीहरूले उठाउँदैनन्। अनि रिजल्टको बेला चाहिँ फोन नम्बर खोताली खोताली कल गर्छन् मुर्दारहरू। बात त सही है। सबलाई एक ठाउँमा राखेर झ्याम हान्नु पर्ने सिस्नु पानीले। उफ, गर्मी भइसक्यो हौ, कतिखेर आउँछ रिजल्ट? 10 बजे आउँछ भन्दै थियो रुटिन अफ नेपाल बन्दले त। अहिले कति बज्यो हेर त? अहिले 9:55 भएछ। अझै 5 मिनेट बाँकी रहेछ। हिन खाजा खाएर आम। ओइ मोटी, कति खान्छस् हौ, कति खान्छस्? यसले त पछि आफ्नो बुढालाई पनि खान्छ होला। खान्छु, त जस्तो बुढा पाए भने चाहिँ पक्कै खान्छु। म जस्तो त पाउँदैनस् बहिनी, म सिंगल पिस हो। किन? त गन्जीको सट्टा ब्रा लाएर हिँड्छस् र? ओइ मोटी, बढी बोलेको हो त? सुरु कसले गरेको? गाइज 10 बज्यो गाइज 10 बज्यो। साले त के होस् कि क्या हो? मलाई किन किस गरेको? सरी यार सरी, माफ गर्दे मलाई। एक्साइटेड भएर किस पो गरेछु। साले एक्साइटेड थिस भने यहाँ देखिनस् केटीहरू? मलाई नै किस गर्नुपर्छ? थै, अर्काको छोरीलाई कहाँ त्यसरी किस गर्न पाइन्छ हौ? अनि अर्काको छोरालाई चाहिँ त्यसरी किस गर्न पाइन्छ त? हाम्रो चाहिँ इज्जत छैन? छके छ, यो देशमा सबैभन्दा धेरै इज्जत तेरै छ। भयो अब, ल्यापटप खोल, रिजल्ट आइसक्यो। ल्यापटप हामीले खोलिसक्यौं, आऊ यता। कसको चेक गरेको? मोटीको? तेरो बाउ मोटी, तेरो आमा मोटे, तेरो मामा मुतुवी, तेरो माइजू मुतुवा, पदुवा। हैट तेरिका, झगडा गर्ने भए मजाले गर त तिमीहरू। के भनेको त्यो? बाउलाई मोटी रे, आमालाई मोटे रे, मामालाई मुतुवी रे, अनि माइजूलाई मुतुवा रे। लिङ्ग मिलाउन आउँदैन तिमीहरूलाई? कि व्याकरण पढेनौ तिमीहरूले? रुको जरा। ओइ व्याकरणमा पनि लिङ्ग थियो र? मैले त हेल्थ एन्ड पपुलेसनमा पो देखेको थिएँ त। प्यारी समझ गई। साले मैले स्त्रीलिङ्ग र पुलिङ्गको कुरा गरेको, त्यो लिङ्गको कुरा गरेको होइन। ल भयो, लिङ्गको बारेमा पछि कुरा गरौँला। अहिले रिजल्ट हेरौँ। ओइ A+ आइछ मेरो A+, 3.85 जीपीए। 3.85? या यति धेरै जीपीए मा त म जस्तो 5 जना पास हुन्छ त यार। ल बधाई छ है तलाई, कंग्रेचुलेसन। थ्यांक यू गॉड। थ्यांक यू गॉड। एक झापट दिनुपर्ने। के हेरेको? ह्यान्डसम केटा देखेको थिइनस् कहिले? के बोले भाइ? त ह्यान्डसम भए म मिस नेपाल। केरो बाउले भन्यो होला। त मिस नेपाल हैन त अल नेपाल हो। सबै नेपालीको बोसो तैँले नै बोकेको छस्, त्यसैले त अल नेपाल होस्, मिस नेपाल हैन। यो सँग त बोल्नै बेकार छ के? तँलाई अब रिग्रेट हुँदैछ होला। नबोल के यो सँग, मुड खराब किन गर्छस्? A+ आएको छ, खुसी हुन। ओ सही भनिस् तैले, यस्तासँग बोलेर आफ्नो मुख किन दुखाउनु? आइज तेरो चेक गर अब। ओइ मेरो पनि A+ आएछ, 3.9 जीपीए। 3.9? 3.9। होइन वेबसाइट ह्याङ भएको होला, फेरि चेक गर मजाले।
वेबसाइट होइन यिनीहरूको रिजल्ट देखेर तेरो दिमाग चाहिँ ह्याङ भयो जस्तो छ। ह्याङ भइहाल्छ नि यार। 3.9 कसरी आउन सक्छ के? इक्जामको बेला भातको सट्टा किताब खाएको थिइस् कि क्या हो? ओइ तँलाई पनि कङ्ग्रेचुलेसन। भरे पार्टी गर्नुपर्छ ल। ल ल तर कसकोमा गर्ने? तेरोमा कि मेरोमा? तेरोमा गरौँ न, तेरो घर ठुलो छ। घर मात्र ठुलो छ कि अरू कुरा नि ठुलो छ? के भनिस्? मेरो मतलब कोठा के कोठा? घर मात्र ठुलो छ कि कोठा नि ठुलो छ भनेको के मैले? छोड अब मेरो चेक गर्छु। ए सरस्वती माता, मलाई थाहा छ म अल्छी छु, तर म कसम खान्छु यदि तपाईँले आज मलाई पास गरिदिनु भयो भने म जिन्दगीभरि मेहनत गर्नेछु। म यति मेहनत गर्नेछु कि तपाईँ खुद मेरो अगाडि आएर भन्नुहुनेछ, बाबु यति धेरै मेहनत नगर, यमराजले तिमीलाई हेरिरहेछ। ओइ त नहेर्ने हो? नहेर्ने भए छोड, म हेर्छु। पक्न पक, छिटो हेर्न त, यहाँ मान्छेको ढुकढुकी बढिसक्यो। सुरुमा के पो लेख्नु पर्छ? मेरो नाम होइन? नाम होइन साले, सिम्बल नम्बर हो, सिम्बल नम्बर। हेर्न त के लेखेको छ? ए सिम्बल नम्बर पो त है। खोइ त मेरो सिम्बल नम्बर। लो तेरो सिम्बल नम्बर हामीलाई थाहा हुन्छ। एडमिट कार्ड खोइ तेरो? यहीँ छ नि मसँग। यहाँ हेर्न त उल्लु रे। ओइ तँलाई बोलाउँदैछ। चुप लाग साले, छिटो हेर। के भो? किन ल्यापटप बन्द गरेको? के आयो? मेरो त प्लस आएछ यार। कंट्रोल साले कुन प्लस त? ए प्लस बी प्लस सी प्लस कि डी प्लस? गेस गर त कुन आयो होला? थाहा छैन मलाई, छिटो भन्न के आयो? रहा नहीं जाता। गेस गर। त खतरा गेस गर्छ छैन र? ए प्लस? नजिस्किन यार, मेरो र ए प्लस को दुश्मनी छ, थाहा छैन तँलाई? त्यसो भए बी प्लस आएको होला। आउँछ बी प्लस सँग त झन् 9 क्लासमै ब्रेकअप भएको मेरो। त्यसो भए सी प्लस आएको होला। अरे तँलाई कसरी थाहा भयो? त मलाई मन पराउँछस् कि क्या हो? सिधै सी प्लस आयो भन्न सक्दैन थिस् साले? भन्न त सक्थे नि, तर सिधै भन्दा मजा आउँदैन नि त बेबी। सी प्लस मात्र आउँदा दुःख लागेको छैन तँलाई? के को दुःख हौ? सी प्लस त आएको हो नि, तेरो जस्तो बोसो आएको छ र दुखी हुनलाई? खोइ छोड, अब मेरो पालो। कङ्ग्रेचुलेसन भन्दैनस् मलाई? ल कङ्ग्रेचुलेसन, अर्कोचोटि डी प्लस ल्याउनु। के तालको मान्छे होला, बधाई दिएको कि शराब दिएको तैले? मेरो त सी पनि आउँदैन होला यार, लास्टै डर लागिरहेछ। चिन्ता नगर न, त फेल भइस् भने म तँलाई ट्युसन पढाउँछु के। ट्युसन फी चाहिँ 5000 है, अहिले नै भनिदिएको छु। हामी चाहिँ किन बसिरहेको? हिन घर जाऊ, पक्न एकछिन, ल्यापटप लानु परेन? के भनिस्? ल्यापटप लाने रे? त एक्लैको हो यो ल्यापटप? हामी सबैको पैसा छ यहाँ। तर मैले 1000 रुपियाँ धेरै हालेको छु नि त, त्यसैले म राख्छु यो ल्यापटप। त्यस्तो कुरा गर्ने भए त मैले 1000 रुपियाँ कम हालेको छु, त्यसैले म राख्छु यो ल्यापटप। यस गाइज, मेरो बी आयो बी। अब बाबाले मलाई बाइक किनिदिनुहुन्छ। जाबो बी आउँदा पनि बाइक? यसको बाउ धनी होला, किनिदिहाल्छ नि। बिल्कुल मेरो बाबाले बी आयो भने बाइक अनि सी आयो भने साइकल किनिदिन्छु भन्नुभएको थियो मलाई। अनि ए आयो भने चाहिँ? ए आयो भने एरोप्लेन। त्यस्तो धनी हुनुहुन्छ तेरो बाउ? अनि अस्ति भर्खर यसको भाइलाई कार किनिदिनु भएको छ, तिमीहरूलाई के थाहा? त्यसलाई पनि किनिदिनु भएको थियो, तर यो बाँदरले त्यसको रिमोट नै बिगारिदियो। खेलाउने कार पो किनिदिएको? म त रियल कार होला भनेको त। कैसा लगा मेरा मजाक? त्यसो भए तेरो बाइक पनि रियल होइन होला। होइन नि, तिमीहरूलाई जिस्क्याएको पो त। बी ल्याउनेलाई कसले बाइक किनिदिन्छ हौ? मलाई त बाबाले पास भइनास् भने सपनामा पनि पिट्छु भन्नुभएको छ यार। बिजोक हुने भयो मेरो चाहिँ। पहिला रिजल्ट त चेक गर, के थाहा पास भएको छस् कि? पास भएको छैन के थाहा छ मलाई, केही त लेखेको थिइनँ मैले। ओइ डरपो, छिटो चेक गर्न, पेटमा मुसा कुदिसक्यो मेरो। मसँग मुसा मार्ने दबाई छ, देऊ। त रिजल्ट चेक गर्न यार, मलाई विश्वास छ के त पास भएको छस्। अनि भएको छैन भने चाहिँ? भएको छैनस् भने म छु त, म सम्झाउँछु क्या तेरो बाउलाई। यसको बाउलाई छोड, त सुरुमा तेरो बाउलाई सम्झा। टोलको सबै आन्टीहरूलाई नम्बर माग्दै हिँड्छ रे तेरो बाउ। कसले भनेको तँलाई? त्यो भन्न मिल्दैन, मैले कसम खाएको छु, तर सबलाई थाहा छ यो कुरा। तेरो बाउले भन्यो होला। ओइ बमे, तेरो बाउको गुण तँमा पनि सरेको रहेछ। त पनि स्कुलको सबै केटीहरूलाई नम्बर माग्दै हिँड्दै छैन? माग्थे त, तँलाई के भयो? बिचरा, सबलाई नम्बर माग्थ्यो तर कसैले दिँदैन थियो। हे माता, अब मेरो जिन्दगी तपाईको हातमा छ। रक्षा गर्नुस् माता, रक्षा गर्नुस्। ओइ के भयो यसलाई? साँच्चीकै फेल भयो कि क्या हो? मलाई थाहा थियो रिजल्ट हेरेर यो ढल्छ भनेर, खत्रै फेल भएछ बिचरा। रुको जरा, सबर करो। गाइज यहाँ हेर त, के भयो? डी प्लस नै आएन कि क्या हो? आइज न हेर। ए
यसको ए प्लस कसरी आउन सक्छ ये बाबूराव का स्टाइल है ए प्लस छोड जीपीए हेर 3.95 छ कपी चेक गर्नेले झ्यापमा चेक गरेको थियो कि क्या हो यो हुन सक्दैन म एनबीमाथि केस गर्छु यो कम्प्युटरलाई कम्प्युटर भन्नेको कसरी ए प्लस आउन सक्छ बिल्कुल बिल्कुल होइन होइन केही त गडबड छ यसले हामीलाई पक्कै उल्लु बनायो क्लासमा केही नजान्ने नाटक गरेर घरमा रातभरि पढ्थ्यो होला त्यही भएर त क्लासमा निदाउँथ्यो नि यो अनि हामीलाई चाहिँ रातभरि गेम खेल्दै बसेको भन्थ्यो होइन सालेले गाइस आजको पार्टी मेरो तर्फबाट है भन के खाने तिमीहरू साले म तेरो 2टा अन्डा खान्छु बुझिस हामीलाई उल्लु बनाउँछस् तिमीहरू चाहिँ के हेरिरहेको नि ठोक न यसलाई आया 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 मार्यो नि सालेहरूले मार्यो